वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म फेरि पछि भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ हामी घुम्न जान लागेको कता भन्दा फेरि चाहिँ उडा नीलकण्ठ विजय स्तूपा घुम्न जान लागेको। होइन विजय स्तूपा कहाँ आइ भन के छ गाइस भन्छ। अनि पछाडि चाहिँ हाम्रो माइजोर हुनुहुन्छ, उहाँ चाहिँ टुरमा छ। अनि हामी चाहिँ घरबाट निस्किसक्यौँ। अनि यो चाहिँ हाम्रो रामकोटबाट निस्केको हो गाइस। यहाँको बाटो चाहिँ यस्तो छ फेरि। हामी चाहिँ सिधापाला चोक आइपुग्यौँ। आजको वेदर चाहिँ एकदमै धेरै क्लियर छ गाइस। दामी छ है आजको वेदर चाहिँ यार। हामी चाहिँ स्वयम्भू आइपुग्यौँ गाइस। ओम माने पेमे होम। यहाँ नि ओम माने पेमे होम भन्। ओम माने पेमे होम, ओम माने पेमे होम, ओम माने पेमे होम। डेलिन हाई गर, हाई गर न। डेलिन त चेप्प बादरको डारी टाँस्यो जस्तो टाँस्यो। आयो कति हाँस्नु। छाप्री के छ छाप्री। आज चाहिँ एउटा म छपरी बनाएको छ है। छपरी चाहिँ क्याप लगाएर म चाहिँ धुलोबाट प्रोटेक्ट गरेको। हामीलाई एकदमै धुलोले लास्ट धुलो हुन्छ नि त, हावाले हान्छ। त्यही हामी चाहिँ सबै एकदमै आफूमा बारीमा बाँधेर हिँड्दैछ। छपरी छपरी पोखरी चोक आइपुग्यौँ। दामी छ है दामी। यहाँ तिम्रो घर जाने यहीँबाट होइन? मलाई माइजू जाने। यहाँ चाहिँ यस्तो धेरै क्राउड हुन्छ नि माछा पोखरी पुलमा चाहिँ। माछा पोखरी पुलमा चाहिँ एकदम धेरै क्राउड चाहिँ बेरोजगारीहरू छ हो क्या। सब माछा पोखरी पुलमा बस्ने चाहिँ जस्तो सुकै घाम लागे पनि बेरोजगारीहरू बस्छ यहाँ चाहिँ यत्तिकै टाइम पास गर्नलाई। दिनभरि मान्छे हेरे बस्ने काम छैन। हामी चाहिँ अहिले बसुन्धरा चोक आइपुग्यौँ। सबिनले चाहिँ बाइक अलिक स्पिडमा कुदाउँछ, त्यही भएर एकदमै चाँडै भएको होला यो चाहिँ। ओ माई गडनेस। अनि जामचेन गुम्बा चाहिँ मेरो फर्स्ट टाइम हो। जहिले पनि टिकटक भिडियोहरूमा चाहिँ देखिरहेको थिएँ। अनि एकदमै पहिलादेखि नै जाने 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 भन्दै थिएँ। मैले टाइम पनि मिलिरहेको थिएन नि त। अनि त्यही भएर नि यसो अनि माइजूले पनि जाउँ न त भनेर। आज स्याटरडे पनि नानी बाबुको पनि छुट्टी हो। अनि त्यही भएर चाहिँ हामी आज चाहिँ बिहान सबै कामहरू सकेर प्रस्थान हुँदैछौँ। तपाईँहरूलाई के कस्तो छ त्यहाँ गएर देखाउँछु म। कस्तो फोहोर एरिया। जामलाई चाहिँ सक्दैन नि फेरि के। आज पनि राईहरूको साकेला खाऊ है। तिम्रो छोरी मैले लग्यो भन लाने हो, सिक्करीले बन्द खुलेको छोरी मैले लाग्यो भगै लाने हो, छोरी भगै लाने हो। जय झोलेला बुढा
क्या बाटो लास्टै धुलो 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 उड्ने। यो चाहिँ नारायण गोपाल चोक हो। तपाईँहरूलाई चाहिँ जामचेन गुम्बा जानको लागि चाहिँ हामी चाहिँ त कलङ्की साइडबाट आएको भएर चाहिँ यो बाटो हुँदै हुँदै नारायण गोपाल चोक यहाँबाट चाहिँ 3-4वटा बाटो छ। यता चाहिँ रत्नपार्क जाने, यता चाहिँ चक्रापथ जाने, अनि यहाँबाट माथि लाग्यो भने चाहिँ हामी नारायण खान बुढा नीलकण्ठ जाने बाटो हो यो चाहिँ। अनि यो बाटो चाहिँ हुँदै हामी जान्छौँ। यहाँको बाटो चाहिँ एकदमै बिजी हुन्छ, त्यही माथि झन् आज स्याटरडे प्रायः जस्तो घुम्ने ठाउँहरू चाहिँ यो एरियामा नारायण थान बुढा नीलकण्ठमा चाहिँ एकदमै राम्रो राम्रो ठाउँहरू रिसोर्टहरू छ नि त, त्यही भएर यो एरिया चाहिँ एकदमै धेरै बिजी नै हुन्छ यो रोड चाहिँ धेरै जस्तो। म आफै हेर्छु, कसैले हेर्नु पर्दैन ल। सरी बुढा नीलकण्ठ आइपुग्नु लागि हामी यहाँ चाहिँ पानी पर्ला पर्ला जस्तो भएको छ, चिसो भएको छ क्या। मलाई लुगा लाग्छ, अनि चिसो एरियामा आएको छौँ। हामीलाई चाहिँ यो बाटो थाहा छैन नि त, बुढा नीलकण्ठ मन्दिरसम्म चाहिँ थाहा छ, त्यहाँबाट चाहिँ कहाँ जाने थाहा छ नि। त्यही भएर हामी चाहिँ गुगल म्यापको फलो गरेर हामी अगाडि बढ्दैछौँ। कस्तो दामी ढोजा पत्ताका टाँसेर कस्तो राम्रो देखेको क्या। तर यतातिरको बाटोहरू चाहिँ राम्रै छ। आज चाहिँ हामी चाहिँ बुढा नीलकण्ठ मन्दिर आइपुगिसक्यो। बुढा नीलकण्ठ मन्दिरको दर्शन गर्नेको आजको भिड, माइ गॉड पागल भयो। यस्तो धेरै बिजी, सो नाइस। हामी चाहिँ अब 5 मिनट देखाएको छ। Continue for 800 meters. कस्तो दामी छ क्या हरियाली। यहीँसम्म मात्र होइन नि, थके लाग्यो म त, थके लाग्यो उकालोमा, यस्तो उकालो नि। म पछाडि बस्ने मान्छे नि कल्यो। लास्ट कल्यो पछाडि बस्ने मान्छे नि म। म चाहिँ जामचेन स्तुपा यता देखा, यता हुँदैन वही टु जामचेन स्तुपा यता के यता। आज त मलाई एकदमै अनकम्फर्टेबल भएको क्या बस्न भएर। के हो बाटो? Oh my god, so pretty, so pretty, pretty, pretty. एकदमै डाँडामा छ कि एकछिन रेस्ट गरौँ है गाई छ। बिस्तार छ यहाँ चाहिँ यस्तो टु मच उकालो छ नि गाइस होइन, तलबाट एकदमै। म अनि पछाडि बस्ने मान्छे नि म एकदमै धेरै थाकिसकेँ आज चाहिँ, यस्तो धेरै उकालो भएर। ल सबैजना हाई गर। हामी चाहिँ रेस्ट गरेको उल्टो बाटो आएर। डेलिन हाई गर। ल भन् के भयो भन् त यहाँ। मेरो चाहिँ बाइकमा बसेको थियो होइन, अनि बाइकमा बस्दाखेरि चाहिँ मेरो चप्पल उब्केको छ भने देखा न।
यस्तो उकिएको छ भने देखा न ल दुवैतिर उकिया रहेछ एक ठाउँ मात्र हैन के एक ठाउँ मात्र हैन हामी चाहिँ यताबाट जानु पर्ने रहेछ अनि हामी चाहिँ यता लागेछौँ त्यही यहाँ शीतल रेस्ट हानेको गाइस मैले कस्तो फिल भएको तपाईँलाई रमाइलो लाग्यो ना होइन रमाइलो थौले लाग्यो ढाड दुख्यो मलाई ढाड दुख्यो पछाडि भने मैले त ढाड दुख्यो कसले भने तर ध्यान होला माथि नै होला जस्तो लाग्छ मलाई हामी चाहिँ गुम्बाको छेउछाउमा चाहिँ आइपुगिसक्यौँ बाइक फेरि चाहिँ यहाँ पार्किङ गऱ्यो यहाँ चाहिँ पार्किङ रहेछ यहाँबाट चाहिँ दामी भ्यू देखिन्छ जति माथि आएको होइन दामी देखिन्छ भ्यू चाहिँ ल यहाँ चाहिँ बरफ खान पाइँदैन रहेछ व्यवहार भयो भनेर होइन बोर्ड पढेर जाऊ पहिला यहाँको रुल रेगुलेसन चाहिँ कडा है गाई चाहिँ बरफ चाहिँ बाहिर किनेको बाहिर खानुपर्ने अरे भित्र खान हुँदैन अरे गाह्रो छ त्यसलाई चाहिँ आनन्द छ म चाहिँ रुगा खाएँ कि त्यही भएर म चाहिँ बरफ नखाएको रुगा लगाएर घाँटी दुखिरहन्छ नि त त्यही भएर मैले चाहिँ बरफ खाएन अरू चाहिँ बरफ खाइरहेको छ गाह्रो छ हो तिमीहरूलाई रोइरहेछ खाइस् जाने बाटो यहाँ चाहिँ बरफ गेट बाहिरले यो चाहिँ गेट बाहिरको बिजनेस होला अनि यहाँबाट खाएर जानु हुँदैन उनीहरूको त्यहाँ भित्रको बिजनेस छुट्टी होला क्या होइन कसो तपाईँ पनि कहाँ हामी फाल्छ र डाँट्छ त्यहाँ ल सबिन भन् तँलाई कस्तो फिल हुँदैछ आज जान्छ गाह्रो भइरहेछ टाउको दुखिरहेछ अनि भन्नु केही पनि छैन म आइएम अ डिप्रेस पर्सन होइन तर यो चाहिँ टोटली डिप्रेसनमा गइसक्यो यो चाहिँ गर्लफ्रेन्ड पाएर डिप्रेसनमा गए है गाइजहरू अनि एनिमन इन्ट्रेस्टेड छ भने चाहिँ यसको भ्याकेन्सी खाली छ मलाई सम्पर्क गरेर नम्बर राखिदिन्छु तपाईँहरूलाई आइसक्रिम खाइसक्यो यो चाहिँ भ्लग गर्छु रे यहाँबाट चाहिँ यत्रो भर्याङ चढेर है मम्मीको मम्मीलाई दिइसक्यो यहाँबाट चाहिँ यत्रो भर्याङ चढेर फाइनल्ली हामी चाहिँ जामचेर गुम्बा आइपुग्यौँ दिदी कस्तो फिल भइरहेको तपाईँलाई यहाँ आएर दिदी यो भर्याङ चढ्नलाई कस्तो फिल भइरहेको के सोध्दै हुनुहुन्छ वाउ सो नाइस हामीले त्यस्तो भर्याङबाट उक्लेर आयौँ भ्यू चाहिँ फेरि पछाडि ब्याकग्राउन्ड भ्यू चाहिँ दामी देख्यो नि सक्दैन यत्रो भर्याङबाट उक्लेर पागल भयो दिदी हिँड्नु नसकेको अवस्था है गाइज मरे तर भ्यू चाहिँ ओ माई गड जति माथि आइज त्यति दामी देखियो भ्यू चाहिँ है सक्दैन नि कस्तो चाहिँ माथि गुम्बा अझै फोटो सेसन कार्यक्रम हुँदैछ है ल ल ल यहाँ पछाडि भ्यू चाहिँ दामी छ कि जामचेर गुम्बाबाट देखिने भ्यू काठमाडौँ सहरको दुईटा पीडितहरू दुईटा पीडितहरू है घुमाउन ल्याएको यिनीहरू जहिले पनि घुम्न ल्याएला चाहिँ यस्तै हुन्छ है रमाइलो मान्दैन जहिले कि त अवस्थामा गाइज फोटो भिडियो खिचेर अनि अर्को हाम्रो महारानी चाहिँ रिसाइ छ यता जहिले घुम्न आला मान्छेहरू रिफ्रेस हुन आउँछ यो चाहिँ मुड अफ गरेर आउँछ है यहाँ घुम्नलाई ओ छप्री छप्री यो चाहिँ ज्ञानी भएको छ ए डेलिन यता हेर डेलिन त हेर हाई गर्दे हाई बाई ठ्यास
ठेस हामी चाहिँ कोरा हान्न लाग्यो कोरो देखेको है मेरो फेस अनि होइन यो अगाडि क्यामेरा त अलिक गोरो होइन साह्रै गोरो तपाईँ गोरो हो नि त त्यही भएर गोरो देखेको हामी चाहिँ मन्दिरमा कोरा हान्न लाग्यो एकदमै धेरै थके लाग्यो मान्छेलाई चाहिँ पीडित भएर अर्को पीडित आइज सबिन एक राउन्ड हान्नुपर्छ किन के भयो म बिहान सिटामोल खाँदै बिसो भएको थियो फेरि कोरोना सुरु भयो त्यसलाई होइन कोरोना लाग्न सुरु भयो क्या त्यही लाग्यो कि मलाई पनि जस्तै फिल भयो क्या हामी चाहिँ भिडियो बनाइदिएको हिँडेको दौडी ल यिनीहरूको मुड स्विङ हुन्छ अनि बेला बेलामा अनि हामी चाहिँ कोरा हान्न लाग्यो है 3 चोटि कि 2 कतिचोटि घुम्ने रे एकचोटि मात्रै केटी तिमी कति राम्रो देखेको हाँसेको यसको गीत चाहिँ फेरि दामी हुन्छ फेरि अरूलाई चाहिँ गीत गाउन यसले राम्रो राम्रो केटीको हेरि मात्रै गीत गाउँछ ल गा त राजकुमार होइन जुन तारा गएको थियो यान खोइ यान चाहिँ हरायो कहाँ गयो डेली यान खोज उता उयो यान आइज छिटो यसो चाहिँ मोड भयो क्या त्यस्तो हिँडै यो के हो रेनपोछे भनेर चाहिँ हामी चाहिँ अब फर्केको माथि स्तूपबाट माथिबाट हामी धेरै फोटो भिडियो खिच्यो आज क्यामराम्यान को भन्छु स्पेसली थ्याङ्क यू भन्नु मलाई सोफी गुरु धन्यवाद आज मैले दिदीको एकदमै राम्रो राम्रो भिडियो फोटोहरू खिचिदिएको छौँ भिडियो चाहिँ दामी दामी बनाएको छ सबैजना भएर चाहिँ रेडी भएर बस्नलाई फेरि रिल्स आउँछ हेर्नलाई अनि हामी चाहिँ फर्केको भेरी भेरी धन्यवाद भेरी धन्यवाद मेनी थ्याङ्क यू माथि जाम अनि माथि त खेल त भएको छैन जाने रे त बन्द भएको हो जाने रे त जान्न सबिन ल त्यसो भयो यो हामी चाहिँ गुम्बाबाट निस्केर माथि जाँदैछौँ बच्चाहरू खेल्ने ठाउँमा किन मैले तपाईँ नजाने भाइ बस्नु तलै गएर जानु बाबुसँग यही बसिरहनु शीतल उकालो छ धेरै नै खुट्टा दुख्छ सबिनलाई यही बोला नि सबिन शीतल छ नि यहाँ माइजरी जानुहुन्न रे यहाँ बस्छ है यहाँ शीतल छ क्या त्यहाँ जानु रे काँक्रो खान जानु त्यसले काँक्रो किन्नेवाला छ काँक्रो लिएर खाँदै गरे हुन्छ नि जाल्ला छ म चाहिँ एक्सर्साइज भयो दिदी डह्रो एक्सर्साइज भयो चाहिँ ओइ ओइ ओके थकिए भएर थकाइ मारेर बसिरहेछौँ काँक्रो खरबुजाहरू खाएर भोटे पनि खतरा साइकल चलाइन्छ यार त्यसले भोटेले त्यो भोटे अनि हाम्रो दाई अनि के भन्छ अरे त्यो साइलाहरू पहिला नगरकोट त जान्थ्यो तिनीहरू राइट यतिको चाहिँ हुनु पर्यो है यो उमेरमा चाहिँ यतिको हिँड्न सक्नुपर्ने हुन्छ कता हिँडेको जानिदिन्छ भए बस्न मिल्छ गाडीमा पनि बस्न मिल्छ होइन टेक्न मिल्दैन होला भनेर कता हिँडेको बिजुली बालेर हट भएर गएर सोध् न त्यहाँ गएर कसरी हुन्छ यति राम्रो मान्छे भगवान्ले फुर्सदमा बनायो क्या कसरी हुन्छ यति राम्रो मान्छे भनेर त्यहाँ गएर सोध्नु केटालाई कस्तो कस्तो घिन लाग्दो कसले गर्छ होला त्यसलाई म गर्छु भने नि कसले गर्ला त्यसलाई
माया प्रेम हो आयो हँसाउँछ यसले ल हामी चाहिँ पार्किङबाट हिँड्न लागेको हामी चाहिँ माथि गुम्बाबाट फर्किसक्यौँ गुम्बामा चाहिँ एकदमै रमाइलो भयो हामीलाई एकदमै धेरै फोटो भिडियोहरू खिच्यौँ अनि त्यसपछि हामी चाहिँ फर्केको एकदमै टाढा छ त्यहाँबाट कति किलोमिटर रहेछ यहाँ टोटल अनि अहिले चाहिँ मसँग चाहिँ डेली बसिसकेको छ यहाँ हामी चाहिँ फेरि चेन्ज भएको भइ गर्छ नि त हेरेले पछाडि चाहिँ दिदीहरू छ तर यहाँ भए चाहिँ शीतल छ क्या बाटो चाहिँ मलाई झन् चिसो भयो जोरा यहाँ चाहिँ लास्टै चिसो हो क्या मलाई पनि आइदिए मलाई झन् हिजो कस्तो त्यो उतो ज्वरो आएको थियो क्या होइन मलाई बिहान पनि भएको थियो दामी फ्लावर माइ गड बिस्तारै गर बिस्तारै यही पछाडि रहेछ तिर्जे पछाडि रहेछ हामी चाहिँ कहाँ गयो भनेर खोजिरहेको त्यहाँ अगाडि गइसक्यो होला नि त पछि पछि आएर रहेछ क्या तर पुरा नीलकण्ठ एरियाको बाटो चाहिँ एकदमै मनपर्छ क्या मलाई चिल छ क्या हामी चाहिँ ठमेलबाट आएको मेन हाइवेबाट चाहिँ एकदमै धुलो भयो भनेर नर्सिङ चौक समातेछ मामा म तँलाई पनि समात्न आँटेँ भनिरहे बेलुका चाहिँ रमाइलो हुन्छ है ठमेलमा दिउँसो त केही पनि हुँदैन बाबु चाहिँ निन्द्रा आँखा बाबु सुत्नु हुँदैन लड्छ यसलाई थके लाग्यो क्या त्यही भएर निन्द्रा लागेन हो त्यसो ढेस लगाएर टाढा एकदम धेरै हिँड्यो नि त यो त्यही भएर थकिएको भयो अहिले यसलाई पनि थकेर